गाइज यो चाहिँ रिकेश दाई हो हाम्रो एक्जिक्युटिभ दाई उहाँलाई कल गर्छु अब हेलो गुड आफ्टरनुन दाई गुड मर्निङ दाई दाई म साजन दाई दाई एउटा आपत पर्यो के गरौँ भयो मलाई त दाई आज कुकुर तिहार कोही पाएन के गर्ने दाई अनि कहाँ पोखरातिर घुमा देख्थ्यो त ए घर आइसक्यो तपाईँको छुट्टी सकेन ए दाई ह्याप्पी तिहार म घरमै हो दाई अब एकछिनमा काममा जान्छु अलिअलि त्यस्तो खासै मारा पनि छैन जस प्याकै हुन्छ त्यस्तो हिँड्नै नसक्ने चाहिँ छैन हिजो त्यस्तो पालै पिलो आएको त्यही भएर हजुर दाई तपाईँ कहिले देखाउनु दाई ए ल ल दाई ह्याप्पी तिहार राम्रोसँग मनाउनु ल दाइ ल ह्याप्पी तिहार यो पनि कामको साथी अब उसलाई पनि गरौँ न त हेलो महेश म साजन सुन यार मलाई त आपत पऱ्यो के गरौँ भयो कस्तो यार यस्तै बेला पर्छ नि मलाई त तिमी आइदिनु पर्यो यता मेरोमा यार कस्तो मजाक नगर नि त म आइदिनु पर्यो कि एकछिन कुकुरै भेटिन क्या अनि कुकुरै भेटिन त मैले के अरू तिहार मनाउनु लाग्यो ल तिमी आउँछ कि भनेको तिमी नै नआउने भयो त्यसो भए काममा लिएर आउँछु ल माला हड्डी लिएर आउँछु तिम्रो लागि म काट्यो यसले फोन काट्यो यसले थाहा पाइसकेछ अफिस आउनु पर्यो भनेको बुझ्यौ काममा के यता वरिपरि हेरेको कोही पनि भेटेन क्या माला लाउने अनि आज शनिसको तिहार रहेछ बिर्सेछु नआउने माला लाउन मेरो कहाँ अन्त मेरो त छका दियो अब सुतिरहेको क्या ल ह्याप्पी तिहार तिमीलाई म त सबलाई प्रायः गरेर सुबोधलाई पनि कल गरेँ ल यो अर्को साथीलाई हेलो सनिस बोलेको हो म साजन के साजन सनिस अफिस आउनु पर्यो
तिमी कतिको फ्री छ अफिस आउनु पर्यो यो चाहिँ मेरो कामको साथी हो अब यसलाई पनि प्राङ हान्दिनु न त हेलो सुबोध म साजन के गर्दैछ तिमी ए म त काममा पुगिसक्यो अफिसमा यार तिमी कतिखेर आउँछौ छिटो आऊ न म त रेडी हुँदैछु यार म त यस्तो तिम्रो लागि वेलकम गर्न बसिरहेको छु तिम्रो तिहार भनेर माला साला रेडी गरेर बसिरहेको छु ह्याप्पी तिहार आज सुबोधको भनेर म त पुरा सरलाई जिएम सरलाई भनेर डेकोरेसन सेकोरेसन सुरै गरिसकेँ मैले छिटो आऊ छिटो छिटो आए हामी त आइसक्यो अहिले खोइ आज अलि प्याक्स धेरै छ त्यही भएर आएको ल तिम्रो तिहार रहेछ बिर्सेर झन्नै सम्झेर कल गरे क्या ल ह्याप्पी तिहार ल ल ल यसको पनि अलिक खासै इन्ट्रेस्टिङ भएन गाइज यो चाहिँ मेरो कलेजको साथी हो लिसा यसलाई कल गर्छ अब यसलाई पनि अब विस त गर्नु पर्यो बरली हिडली गीत बिगारेँ क्या मैले हेलो एलिसा हो म साजन हो क्या के गरेर आयो त ए यता बौद्धतिर आउँदैनस् यता आइज न म झन् कोही भेटेको कोही पनि आएन क्या होइन क्या माला लगाइदिनु पर्ने थियो आज तेरो तिहार होइन तेरो तिहार माला लगाइदिनु भने ल तिहार त तेरो हो नि त नि म घरमै हो घरमै हो बसिरह अनि ठ्याक्क आज तिहार रहेछ नि त्यो ल एलिसाको तिहार पो रहेछ बेसिरह भनेर कल गरेँ नि त मेरो त पर्सि हो कि 6 गते भाइटिका अनि आज अन्त लक्ष्मी कहाँ हो त नि म सबलाई प्र्याङ्क गरेर आएको ए कहाँबाट सम्झी रे अस्ति नै नि मैले कल गरेको थिएँ अहिलेसम्म मैले कल गरेँ त तैँले सम्झ्यो यो पनि मेरो नम्बर होइन मैले त झुकाउनलाई अर्कोबाट गरेको मेरो भतिजको नम्बर हो त तिहारको विस गर्नलाई गरेँ नि ल आजको अन्त लक्ष्मी त अस्ति भर्खर विदेश गएको थियो त लक्ष्मी भन्ने त्यो उता हाम्रो क्लासको होइन अनि के लक्ष्मी होइन त ए ल बिदा होला नि त छुट्टी भला तेरो त मेरो त छैन यार छैन नि मेरो दसैँमा ल्याएको थियो त्यही भएर छुट्टी भएको दिनमा त हुन्छ के जानु गाउँमा यहीँ हो सबै यतै छ अनि त सबै सन्चो छ नि आन्टीलाई तिमीलाई
ल ल ह्याप्पी तिहार सबैजनालाई ल धन्यवाद गाइज अब एउटालाई गरिहालेँ अब अर्कोको पालो यो चाहिँ कुबेत सर सानो सुनिन्छ त अझ उठाउँदैन त हेलो कुबेत म साजन कहाँ तिमी यो मेरो मेरो मोबाइलै बिग्र क्या घरतिरै हो मेरोमा आउनु पर्यो यार मेरोमा आउनु पर्यो क्या यता घर परि हेरेको भेटिनँ यता घर वरिपरि हेरेको कोही पनि भेटिनँ क्या माला लगाइदिनुलाई आज कुकुर त्यहाँ तिम्रो होइन अनि भेट्दै के र त्यही बसिरह अनुजलाई कल गरेको अनुजलाई नि त्यही यही कुरा भनेर तिमीलाई त अलिक घुमाएर भने त्यसलाई त डाइरेक्ट भन्दै थिएँ तिमीहरू दुईजना हेर्नु ल अब के अरे रिल्समा हेर्नु ल ल काममै जाने हो अरू के हेर्नु ए यस्तो मेरो त काम बिदै छैन ल तिहारमा नि छ यार एक दिन बुधबार बिदा राख्दै रहेछ खोइ बिहिबार राख्दै भनेको बाबुको यो मेरो भतिजको ल ल ल